माध्यमिक शिक्षा परीक्षा एसई 2081 को परीक्षा दिने विद्यार्थीहरूले पालना गर्नुपर्ने निर्देशन साथै विद्यार्थीका कर्तव्य र दायित्वहरू के हुन् त आजको यस भिडियोमा चर्चा गर्नेछु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। नमस्कार दर्शकवृन्द, मेरो नाम हो दीपक खत्री र तपाईँ हेर्दै हुनुहुन्छ जेबीडी च्यानल। माध्यमिक शिक्षा परीक्षा एसई को परीक्षा दिने परीक्षार्थीले पालना गर्नुपर्ने निर्देशन र परीक्षार्थीका कर्तव्य र दायित्वहरू यस प्रकार रहेका छन्। परीक्षा अवधिभर प्रत्येक दिन आफ्नो प्रवेश पत्र साथमा लिई आउनु पर्नेछ। तपाईहरु चाहिँ परीक्षा अवधिभर परीक्षा दिन जाँदा चाहिँ प्रवेश पत्र साथमा अनिवार्य लिएर जानुपर्छ है। तपाईले प्रवेश पत्र लिनु भएन भने तपाईलाई परीक्षा केन्द्रमा चाहिँ प्रवेश गर्न दिइदैन, यो कुरा ख्याल गर्नु होला। सिट प्लान अनुसार तोकिएको स्थानमा मात्र बस्नु पर्ने। तपाईलाई चाहिँ परीक्षा केन्द्रमा कसरी सिट प्लान गरिएको छ र तपाईको सिम्बल नम्बर कुन ठाउँमा छ तपाईले चाहिँ त्यो स्थानमा मात्रै बस्नु पर्नेछ, अन्य स्थानमा गएर बस्न पाउनुहुन्न है। सिट प्लान अनुसार तोकिएको स्थानमा मात्रै तपाईहरु बस्नु पर्नेछ। उत्तर पुस्तिकाको बाहिरी पानामा आफ्नो सिम्बल नम्बर नेपाली तथा अङ्ग्रेजीमा अङ्क र अक्षरमा स्पष्ट हुने गरी लेखी विषय र मिति समेत लेख्ने। उत्तर पुस्तिकाको पहिलो पानाको भित्री पेजमा केही नलेखी खाली छोड्ने। तपाईहरुले चाहिँ उत्तर पुस्तिकाको बाहिरी पानामा आफ्नो सिम्बल नम्बर नेपाली तथा अङ्ग्रेजीमा अङ्क र अक्षरमा चाहिँ स्पष्ट हुने गरी लेख्न पर्छ है। तपाईले अस्पष्ट रूपमा सिम्बल नम्बर लेख्नु भयो भने भोलि नतिजामा चाहिँ तपाईको समस्या आउँछ। त्यसैगरी तपाईले चाहिँ विषय र मिति समेत लेख्नु पर्ने हुन्छ र उत्तर पुस्तिकाको पहिलो पानाको चाहिँ भित्री पेजमा चाहिँ तपाईले केही पनि नलेखी खाली छोड्नु पर्ने हुन्छ है। उत्तर पुस्तिकाको दायाँ किनारमा आधा इन्च र बायाँ किनारमा 1.5 इन्च जति मार्जिन छोड्ने। तपाईहरुले चाहिँ उत्तर पुस्तिकाको दायाँ र बायाँमा चाहिँ 1.5 इन्च अथवा आधा इन्च जति चाहिँ मार्जिन छोड्नु पर्ने हुन्छ है। तपाईले मार्जिन राखेर नै लेख्नु होला। मार्जिन बिना लेखेको त्यति राम्रो पनि देखिँदैन, त्यसैले उत्तर पुस्तिकामा मार्जिन तपाईहरुले अनिवार्य राख्नु होला है। प्रत्येक प्रश्नको उत्तर लेखिसकेपछि 2-3 हरफ खाली छोड्ने। तपाईले चाहिँ प्रत्येक प्रश्नको उत्तर लेखिसकेपछि चाहिँ 2-3 लाइन चाहिँ छोड्नु होला है। तपाईले कपीको लोभ चाहिँ नगर्नु होला। तपाईलाई कपी जति मागे पनि त्यहाँ निरीक्षक सरहरूले उपलब्ध गराउनुहुन्छ, त्यसैले उत्तर लेख्दाखेरि गज्याङगुजुङ नगरेर मजाले सफा उत्तर पुस्तिकामा चाहिँ उत्तरहरू लेख्नु होला र एउटा प्रश्नको उत्तर लेखिसकेपछि 2-3 लाइन खाली छोडेर अर्को प्रश्नको चाहिँ उत्तर तपाईहरुले लेख्नु होला है। उत्तर पुस्तिकाको दुवै पानामा लेख्ने, पाना नछोड्ने र भुलले छोडिन गएमा पिटिओ लेख्ने एवं खाली पेजमा एक्स कोर्ने। तपाईले चाहिँ उत्तर पुस्तिकाको चाहिँ दुवै पानामा लेख्ने है त। एउटा पनि पाना चाहिँ तपाईले छोड्नु भएन। तपाईले कभर पेज जुन अगाडिको कभर पेजको पछाडिपट्टि नलेखेर अन्य पानामा चाहिँ दुवैपट्टि लेख्न पर्छ है। कभर पेजको पछाडिपट्टिको चाहिँ छोड्ने, त्यसपछिका चाहिँ बाँकी रहेका पाना दुवै ठाउँमा चाहिँ लेख्ने। यदि तपाईहरुले चाहिँ पाना छोड्नु भयो, भुलले काहीँ छोडिन गयो भने त्यो ठाउँमा चाहिँ ठुलो अक्षरमा पिटिओ अथवा स्केलले चाहिँ एक्स कोड दिन सक्नुहुन्छ है। यो कुरा पनि ख्याल गर्नु होला। मूल उत्तर पुस्तिकामा लेखिसकेपछि मात्र थप उत्तर पुस्तिका निरीक्षकको दस्तखत गराएर लिने। तपाईले चाहिँ मूल उत्तर पुस्तिका जुन चाहिँ निरीक्षक सरले तपाईलाई परीक्षा हलमा सबैभन्दा पहिले दिनुहुन्छ त्यो उत्तर पुस्तिकामा लेखिसकेपछि मात्रै पछि थप उत्तर पुस्तिका निरीक्षकको दस्तखत गराएर चाहिँ लिने है त। त्यो मूल उत्तर पुस्तिका लेखेर नसकिन्जेलसम्म थप उत्तर पुस्तिका तपाईले नमाग्नु होला है। थप उत्तर पुस्तिका मूल उत्तर पुस्तिकामा नछुटिने गरी स्टिच गरेर मात्र निरीक्षकलाई बुझाउने। तपाईले चाहिँ थप उत्तर पुस्तिका मागिसकेपछि निरीक्षकलाई कपी बुझाउँदा अथवा उत्तर पुस्तिका बुझाउँदा चाहिँ मूल उत्तर पुस्तिकामा
नछुटिने गरी स्टिच गरेर मात्रै निरीक्षकलाई बुझाउनु होला है। कतिपय परीक्षा केन्द्रमा निरीक्षक सरहरूले म चाहिँ पछि गरिदिन्छु भनेर पनि लिने गर्नुहुन्छ, त्यस्तो चाहिँ तपाईँले कदापि नगर्नु होला है। पहिला स्टिच गर्न चाहिँ लगाउनु होला, त्यसपछि मात्रै निरीक्षक सरलाई चाहिँ कपी बुझाउनु होला। पछि म स्टिच गरिदिन्छु भनेकै आधारमा तपाईँले चाहिँ कपी नछोड्नु होला। तपाईँले स्टिच गर्न लगाएर मात्रै निरीक्षकलाई चाहिँ कपी बुझाउनु होला है। प्रवेश पत्रमा लेखिएको वा परीक्षा नियन्त्रण कार्यालयको लिखित स्वीकृति दिएको विषय मात्र परीक्षा दिने। तपाईँले चाहिँ प्रवेश पत्रमा चाहिँ जुन विषय लेख्नु भएको छ अथवा परीक्षा नियन्त्रण कार्यालयले चाहिँ लिखित स्वीकृति दिएको विषयको मात्रै परीक्षा दिने है। प्रवेश पत्रमा उल्लेखित बाहेक अन्य विषयको चाहिँ परीक्षा दिन मिल्दैन। तपाईँहरूले जुन जुन प्रवेश पत्रमा चाहिँ विषयहरू भर्नु भएको छ त्यही विषयको मात्रै परीक्षा दिनु होला है। उत्तर पुस्तिका बुझाउँदा हाजिरी फारमको कैफियत महलमा दस्तखत गर्ने। तपाईँहरूले चाहिँ उत्तर पुस्तिका बुझाउँदा चाहिँ हाजिरी फारमको चाहिँ कैफियत महलमा चाहिँ दस्तखत गर्नुपर्ने हुन्छ, यो कुरा पनि ख्याल गर्नु होला। आफ्नो उत्तर पुस्तिका अरूलाई नदेखाउने र अरू परीक्षार्थीको उत्तर पुस्तिका नहेर्ने। तपाईँहरू चाहिँ परीक्षा हलमा गइसकेपछि उत्तरहरू लेख्न सुरु गरिसकेपछि चाहिँ तपाईँले आफ्नो उत्तर पुस्तिका अरूलाई नदेखाउने र अरू परीक्षार्थीको चाहिँ उत्तर पुस्तिकाहरू हेर्नु चाहिँ हुँदैन है। तपाईँको एउटा यो दायित्व पनि हो, रेस्पोन्सिबिलिटी पनि रहेको छ। यो आफ्नो चाहिँ उत्तर पुस्तिका अरूलाई पनि नदेखाउने र अरूको उत्तर पुस्तिका पनि तपाईँले चाहिँ नहेर्ने है त। कुनै प्रकारको किताब, कापी, नोटबुक, गाइड, गेस्ट पेपर तथा अन्य अनुचित कागजात, मोबाइल फोन र हात हतियार परीक्षा भवनमा नलैजाने। तपाईँहरूले चाहिँ कुनै पनि प्रकारको किताब, कापी, नोटबुक, गाइड, गेस्ट पेपर तथा अन्य अनुचित कागजात चाहिँ परीक्षा केन्द्रमा लिन मिल्दैन। यो चाहिँ तपाईँहरूको दायित्व रहेको छ। मोबाइल फोन र हात हतियार सामग्रीहरू चाहिँ परीक्षा भवनमा चाहिँ लैजान निषेध गरिएको छ। यदि कसैले लिएको खण्डमा चाहिँ उक्त व्यक्तिको परीक्षा समेत रद्द गर्ने अधिकार चाहिँ राष्ट्रिय परीक्षा बोर्डसँग रहेको छ। त्यसैले चाहिँ तपाईँहरूले परीक्षा केन्द्रमा जाँदाखेरि किताब, कापी, नोटबुक, गाइड, गेस्ट पेपर तथा अन्य अनुचित कागजातको साथै मोबाइल फोन र हात हतियार चाहिँ तपाईँहरूले परीक्षा केन्द्रमा नलैजानु होला। केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा परीक्षा सम्बन्धी कार्यमा खटिएका जिल्ला तथा केन्द्रीय स्तरका अधिकृतबाट खान तलासी लिन खोजेमा तत्पर रहने। कतिपय अवस्थामा चाहिँ परीक्षा चलिरहेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा परीक्षा सम्बन्धी चाहिँ कार्यमा खटिएका जिल्ला तथा केन्द्रीय स्तरका चाहिँ अधिकृतहरू आएर तपाईँहरूसँग खानतलासी लिन सक्छन्। त्यो अवस्थामा चाहिँ तपाईँहरूले खानतलासी गर्न दिने, त्यसमा चाहिँ बाधा चाहिँ तपाईँहरूले पुर्याउनु भएन है। प्रश्नको उत्तर लेख्नु अघि प्रश्नपत्रमा उल्लेख भएको प्रश्न नम्बर लेख्ने। तपाईँहरूले चाहिँ प्रश्नको उत्तर दिनु अघि चाहिँ कति नम्बरको प्रश्न हो त्यो चाहिँ पहिला लेख्ने, त्यसपछि चाहिँ उत्तर लेख्ने है। पहिला चाहिँ प्रश्न नम्बर यतिको उत्तर भनेर त्यसपछि उत्तर लेख्ने। पहिला उत्तर लेख्ने र पछि प्रश्न नम्बर लेख्ने चाहिँ काम तपाईँले भुलेर। कालो वा नीलो मसी मात्र प्रयोग गर्ने। मसी परिवर्तन भएमा निरीक्षकको दस्तखत अनिवार्य रूपमा गराउने। तपाईँले चाहिँ एसई को परीक्षामा कालो वा नीलो कलरको चाहिँ पेन मात्रै प्रयोग गर्नु होला है। त्यो बाहेक अन्य कलरको चाहिँ पेन प्रयोग गर्न मिल्दैन। म चाहिँ तपाईँहरूलाई के भन्छु भन्दाखेरि तपाईँले चाहिँ ब्ल्याक कलरको पेन मात्रै युज गर्नुहोस्, अन्य कलरको पेन चाहिँ युज नगर्न सुझाव दिन्छु। अब कहिलेकाहीँ यस्तो सिचुएसन आउन सक्छ है तपाईँले चाहिँ परीक्षामा ब्ल्याक कलरको पेनले लेखिरहनु भएको थियो र तपाईँको ब्ल्याक कलरको पेनले लेख्न छाड्यो र अब तपाईँसँग अर्को पेन भनेको ब्लू कलरको थियो र अब त्यहाँनिर मसी चेन्ज गर्ने सिचुएसन आयो भने तपाईँले चाहिँ निरीक्षकको दस्तखत अनिवार्य रूपमा गराउनुपर्छ है। निरीक्षकको दस्तखत बिना चाहिँ तपाईँले मसी परिवर्तन गर्न पाउनु हुँदैन। त्यसैले म चाहिँ तपाईँहरूलाई के प्रिफर गर्छु भन्दाखेरि इक्जाम हलमा जानु अघि चाहिँ दुईवटा पेन सेम कलरको लिनु होला है। सकभर ब्ल्याक पेनले चाहिँ तपाईँले लेख्नु होला, नीलो पनि तपाईँले युज नगर्नु होला। ब्ल्याक पेन दुईवटा चाहिँ लिएर जानु होला है।
कुनै पनि प्रश्नको उत्तर लेख्दा त्यसको उपप्रश्नहरू भए सो सबै हल गरेर मात्र अर्को प्रश्न हल गर्ने। जस्तै प्रश्न नम्बर 5 को 3वटा उपप्रश्न भए ती 3वटा प्रश्नहरू गरेर मात्र प्रश्न नम्बर 6 हल गर्ने। यो भन्न खोजेको के हो भन्दाखेरि जस्तो कि प्रश्न नम्बर 5 मा क ख र ग गरेर 3वटा प्रश्न सोधिएको थियो र तपाईले चाहिँ क गरेर अरु चाहिँ नगरी छोड्नुभयो र अर्को ठाउँमा चाहिँ नगर्नु होला है। प्रश्न नम्बर 5 को चाहिँ उपप्रश्न क ख ग 3वटै गरेर प्रश्न नम्बर 6 को चाहिँ हल गर्ने है। त्यस्तो गरेर चाहिँ गर्नु होला, मिसम्याच चाहिँ नगराउनु होला है। प्रश्न पत्रको सुरुमा सिम्बल नम्बर लेख्न दिएको स्थानमा सिम्बल नम्बर लेख्ने। तपाईहरुको चाहिँ प्रश्न पत्रमा चाहिँ सुरुमा सिम्बल नम्बर लेख्न दिएको हुन्छ। प्रश्न पत्रको टपमा चाहिँ त्यो स्थानमा चाहिँ तपाईले सिम्बल नम्बर लेख्नु पर्छ है। याद गर्नु होला, तपाईले प्रश्न पत्रको सुरुमा चाहिँ सिम्बल नम्बर लेख्न दिएको स्थानमा चाहिँ सिम्बल नम्बर अनिवार्य रूपमा लेख्नु होला। म एक सक्षम नागरिक बन्नेछु भन्ने महान आकांक्षा लिएर चाहिँ परीक्षामा सहभागी हुने। तपाईहरु चाहिँ म सक्षम नागरिक बन्नेछु भन्ने एउटा आकांक्षा लिएर चाहिँ परीक्षामा सहभागी हुनुपर्नेछ। त्यसैगरी परीक्षालाई मर्यादित बनाउन परीक्षा सञ्चालनमा खटिएको जनशक्तिलाई चाहिँ सहयोग गर्ने। तपाईलाई चाहिँ परीक्षालाई मर्यादित बनाउन चाहिँ परीक्षा सञ्चालनमा खटिएको जनशक्तिलाई चाहिँ तपाईले सहयोग गर्न पर्छ है। अरु असहयोग गर्ने काम चाहिँ तपाईहरुले गर्नु हुँदैन। एक्स्ट्रा जानकारी तपाईहरुलाई दिन चाहे मैले प्रवेश पत्रमा उल्लेख भएको भन्दा अन्य विषयको परीक्षा दिएमा रद्द गरिनेछ। तपाईको चाहिँ प्रवेश पत्रमा जुन जुन विषयहरू उल्लेख छन् त्यो विषयको मात्रै परीक्षा दिनुपर्छ है। प्रवेश पत्रमा उल्लेखित बाहेक अन्य विषयको परीक्षा दिएमा तपाईको परीक्षा स्वतः रद्द हुनेछ। तोकिएको केन्द्र बाहेक परीक्षा केन्द्रबाट सम्मिलित परीक्षार्थीको परीक्षा रद्द हुनेछ। तपाईको कि जस्तो कि राष्ट्रिय परीक्षा बोर्डले एउटा विद्यालयमा चाहिँ परीक्षा केन्द्र तोकेको छ, तपाईले चाहिँ अर्को विद्यालयबाट परीक्षा दिनुभयो भने तपाईको परीक्षा स्वतः रद्द हुनेछ है। तपाईले यो कुरा ख्याल राख्नु होला। परीक्षार्थीले उत्तर पुस्तिकाको बाहिरी पृष्ठमा भर्नुपर्ने विवरण, सिम्बल नम्बर, विषय, केन्द्र नलेखी खाली छाडेका उत्तर पुस्तिका परीक्षण गरिने छैन। तपाईले चाहिँ एकदमै ख्याल गर्नुपर्ने कुरा के हो भन्दाखेरि उत्तर पुस्तिकाको बाहिरी पृष्ठमा चाहिँ सिम्बल नम्बर, विषय र परीक्षा केन्द्र चाहिँ लेख्न पर्छ है। तपाईले नलेखी खाली ठाउँ छोडेको खण्डमा तपाईको उत्तर पुस्तिका परीक्षण हुने छैन। मैले विद्यार्थीले पालना गर्ने निर्देशन, त्यसैगरी तपाईहरुको कर्तव्य र दायित्वको बारेमा चाहिँ यस भिडियोमा जानकारी दिइसकेको छु। आशा छ तपाईहरुलाई यो भिडियो एकदमै इन्फर्मेटिभ लाग्यो होला भन्ने। जाँदै तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनु होला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनु होला। धेरै भाइ बहिनीहरु परीक्षामा सहभागी हुँदै हुनुहुन्छ। भाइ बहिनीहरुले पालना गर्नुपर्ने नियम, भाइ बहिनीहरुको कर्तव्य र दायित्वहरु के हो थाहा नहुन सक्छ। तपाईले यो भिडियोलाई जति सक्दो शेयर गरेर हेल्प गर्नु होला। धन्यवाद।